हेलो गाइस, स्वागत गर्दछु धर्मेन्द्र मिनी ब्लगमा। हेर्नुहोस्, फाइनली हामी सुतिरहेका छौँ। अहिले दिउँसोको 12 बजेको छ साथीहरू है। एकदम अल्छी लागेको छ, खाना खाएर सुतिरहेको छौँ हामी। अनि हेर्नुहोस्, यता चाहिँ मिस्टर हाम्रो जयसा हुनुहुन्छ। हेलो गाइज, पुरा आँखा टाल लाउनु भएको हेर्नुहोस् त। धेरै दिनपछि आएको छु म ब्याक टु ब्लग। के छ फाइनली कस्तो छ, तपाईँहरूले साथ सपोर्ट कतिको देखाइरहनु भएको छ हाम्रो च्यानललाई। यस्तै साथ सपोर्ट गरिरहनुहोस्। हामीले पनि बुगाडी किन्ने हो गाइज तपाईँहरूको सपोर्टले। ल फाइनली लाइक सेयर सब्सक्राइब हान्दै रहनु है। ल अहिले सुत्ने कि उठ्ने टाइम हो यो भनिदिनुहोस्। अब त सुत्ने हो गाइज, 12 बजेको घाममा। तपाईँहरू पनि सुत्नुहोस् अब आफ्नो घरमा, हामी पनि सुत्दैछौँ। ल हेर्नुहोस् गाइस, उहाँ चाहिँ एकदमै ट्यालेन्ट, एकदमै स्पेसल हुनुहुन्छ उहाँ चाहिँ। हामी चाहिँ भिडियो बनाएर हाल्छौँ होइन। तपाईँहरूलाई भिडियो मन पर्दैन रहेछ, ठिकै छ। यसो मन परेपछि कमेन्ट गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब फलो पनि गर्नु होला है। तपाईँहरूलाई हामी भाइरल बनाइदिन्छौँ, फेरि टाइम लाग्दैन, फेरि हामीसँग फलो गरेपछि भाइरल हुन्छ साथीहरू है। ल गाइस, फाइनली भन्नुपर्दा दिउँसोको 12 बजेको छ। हेर्नुहोस्, अल्छी ल्याइरहेको छ। खाना खाएर हामी सुतिरहेका छौँ गाइस। गर्मीको चाहिँ माहौल परिरहेको छ फाइनली होइन। तपाईँहरूकोतिर कतिको गर्मी छ, के छ, यसो चाहिँ जानकारी दिनु होला साथीहरू है। गर्मीमा चाहिँ धेरै जोगेर हिँड्नु होला। चाहिँ दिउँसो 12 बजेको धुपमा चाहिँ ननिस्किनु होला। फेरि चाहिँ तलबाट जमिनको तापक्रम अनि माथिबाट घामको तापक्रमले गर्दा ब्लास्ट हुनु होला है साथीहरू है। सुरक्षित भएर हिँड्नु होला, बिहान बेलुका मात्रै यताउता हिँड्नु होला गाइस। अहिले यति नै है। फाइनली साथीहरू सपोर्ट गर्नु होला। हेलो गाइस, स्वागत गर्दछु धर्मेन्द्र मिनी ब्लगमा। हेर्नुहोस्, फाइनली हामी सुतिरहेका छौँ। अहिले दिउँसोको 12 बजेको छ साथीहरू है। एकदम अल्छी लागेको छ, खाना खाएर सुतिरहेको छौँ हामी। अनि हेर्नुहोस्, यता चाहिँ मिस्टर हाम्रो जयसा हुनुहुन्छ। हेलो गाइज, पुरा आँखा टाल लाउनु भएको हेर्नुहोस् त। धेरै दिनपछि आएको छु म ब्याक टु ब्लग। के छ फाइनली कस्तो छ, तपाईँहरूले साथ सपोर्ट कतिको देखाइरहनु भएको छ हाम्रो च्यानललाई। यस्तै साथ सपोर्ट गरिरहनुहोस्। हामीले पनि बुगाडी किन्ने हो गाइज तपाईँहरूको सपोर्टले। ल फाइनली लाइक सेयर सब्सक्राइब हान्दै रहनु है। ल अहिले सुत्ने कि उठ्ने टाइम हो यो भनिदिनुहोस्। अब त सुत्ने हो गाइज, 12 बजेको घाममा। तपाईँहरू पनि सुत्नुहोस् अब आफ्नो घरमा, हामी पनि सुत्दैछौँ। ल हेर्नुहोस् गाइस, उहाँ चाहिँ एकदमै ट्यालेन्ट, एकदमै स्पेसल हुनुहुन्छ उहाँ चाहिँ। हामी चाहिँ भिडियो बनाएर हाल्छौँ होइन। तपाईँहरूलाई भिडियो मन पर्दैन रहेछ, ठिकै छ। यसो मन परेपछि कमेन्ट गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब फलो पनि गर्नु होला है। तपाईँहरूलाई हामी भाइरल बनाइदिन्छौँ, फेरि टाइम लाग्दैन, फेरि हामीसँग फलो गरेपछि भाइरल हुन्छ साथीहरू है। ल गाइस, फाइनली भन्नुपर्दा दिउँसोको 12 बजेको छ। हेर्नुहोस्, अल्छी ल्याइरहेको छ। खाना खाएर हामी सुतिरहेका छौँ गाइस। गर्मीको चाहिँ माहौल परिरहेको छ फाइनली होइन। तपाईँहरूकोतिर कतिको गर्मी छ, के छ, यसो चाहिँ जानकारी दिनु होला साथीहरू है। गर्मीमा चाहिँ धेरै जोगेर हिँड्नु होला। चाहिँ दिउँसो 12 बजेको धुपमा चाहिँ ननिस्किनु होला। फेरि चाहिँ तलबाट जमिनको तापक्रम अनि माथिबाट घामको तापक्रमले गर्दा ब्लास्ट हुनु होला है साथीहरू है। सुरक्षित भएर हिँड्नु होला, बिहान बेलुका मात्रै यताउता हिँड्नु होला गाइज। अहिले यति नै है। फाइनली साथीहरू सपोर्ट गर्नु होला।